गाँजाको तालमा आँसुको छालमा सुस्तरी चालमा उसले लेखेथ्यो प्रेमिकालाई सम्झेर के मेरो माया लाग्छ, के मेरो माया लाग्छ। तर विरोधीहरूले विरोध गर्न थालेपछि अनेक कमेन्ट हालेपछि हटेछ स्ट्याटस। कहिले सिंहदरबारमा आगो लाउँछु भन्छन्, कहिले टुकुचामा गाडी दिन्छु भन्छन्, कहिले लामो कपाल पाल्छन्, कहिले कालो चस्मा लाउँछन् बेस्ट मेयरको अवार्ड, अर्कैले हात पारे। तर उनले सबैभन्दा धेरै बेरुजु निकाल्नमा उछिने। दर्जनौँ एम्बुलेन्स खरिदमा भ्रष्टाचारको गन्ध आयो भन्दै अख्तियार उजुरी समेत पर्यो। नक्सा पास नगरेका बसेर हिल्टन होटेलमा डोजर चलेन। सार्वजनिक जग्गा बनेको छाया सेन्टरमा तिम्रो डोजरले ढलेन। तिमी आउनु अघि नै पनि काठमाडौँको फोहोर सिस्डोल जान्थ्यौ, तिमी आएपछि पनि काठमाडौँको फोहोर सिस्डोल नै जान्छ। भन्न त भन्थ्यौ म फोहोरबाट मोहर बनाउँछु, मैले पनि पत्याएँ। भन्न त भन्थ्यौ फोहोरबाट मोहर बनाउँछु, हो मैले पनि पत्याएँ। तर खै आजसम्म फोहोरबाट मोहर बनेको देखेको छैन। फोहोरबाट मोहर बनेको देखेको